गाइज पहिला यो भिडियोहरु हेर्नु त साथीहरु यो मुलीले मेरो बुनुलाई खै सरले हेर्नु त फेस हेराउन दिन्न यसले सर एकछिन के बहिनीले न सर हम वीडियो एक फेस है मिलेबे चाहिए सर प्लीज एक बार ये फेस खाली एक बार फेस बाद में ये बात नहीं सर खाली फेस ले के तोरा आदमी पकड़ा के ले जा बाद में सर फेस ले के फेस नहीं ले फेस ले हमरा नीचे सर एउटा मेरै गाउँको मेरै छरछिमेकीको एउटा के भनौं मान्छे हैन त्यसले मेरो बुनुलाई एकदम स्पिडमा आइराथ्यो के एकदम स्पिडमा अनि त्यसले मेरो बुनुलाई ठोकेर अनि त्यो भागे गर्यो एकछिन पनि रोकेन अनि मैले त्यसको घर गए अनि त्यसलाई समातेर अनि के भन्छ त्यो थानामा लगे हैन मेरै बजारको हरिपुरवा नगरपालिकाको बजारमा लगे त्यही चाहिँ थाना त्यहीनेरि अनि मैले त्यहाँनेरि भिडियो गर्नको लागि मोबाइल झिके हैन अनि मैले थोरै भिडियो गरे हैन माथि गएपछि त्यहाँनेरि के भन्नु त्यो पुलिसहरुले नि मलाई भित्र गएर भिडियो गर्न नै दिएन त्यसको फेस नै देखाउन दिएन हैन मलाई मेरो मतलब छ कि बालेन दाइले हैन त्यही बालेन सरकारले भनेको थियो कि के जेमा पनि भिडियो गर्न पाउँछ तर मलाई त्यहाँ किन रोकेको मलाई त्यहाँ किन भिडियो गर्न दिएन त्यहाँ किन मलाई फेस हेराउन दिएन त्यसको यो भिडियोलाई शेयर गरेर बालेन सरकारनिर पठाउनु पर्छ साथीहरु अहिले आज यति भयो भोलि पनि तपाईहरुको बुनुहरुलाई भतिजीहरुलाई कसलाई पनि ठोके भनी हुन्छ नि गाह्रो आजदेखि आवाज उठाउनु पर्यो हैन ल पहिला यो भिडियो हेर्नु